वेलकम टू माई भिडियो फ्रेंड्स। आज म जेन्स फिटिंग पैंट र कटिंग गर्न गइरहेको छु। पैंट लम्बाई 38, कमर 34, हिप 39, सीट 25, थाई 24, मोरी 16 रहेको छ। आधा इंच छोडेर पूरा लम्बाई प्लस 2.5 इंच फोल्डको लागि लिनुपर्ने हुन्छ। सीटको लागि सीट 25 भागा 2 12.5 माइनस 3 9.5। सीटको भाग चाहिँ 9.5 झार्दा एकदम मिल्छ। सिधा मार्जिन हुनुपर्ने हुन्छ। अब सीधा लाइन तान्ने। सेप स्केल लगाउनु पर्ने हुन्छ हिपको लागि। कम्मरको चौथो भाग प्लस आधा इंच सिलाइको लागि लैजानु पर्ने हुन्छ। हिपको चौथो भाग प्लस आधा इंच। त्यसपछि सिधा लाइन तान्ने प्लस 2.25 इंच पकेटको लागि 6.5 इंच तल। यता 2.25 इंच राख्दा हुन्छ। थाईको आधाको आधा राख्ने। जति माथि छ त्यति तल राख्नुपर्ने हुन्छ। त्यसपछि चाहिँ सिधा तान्नु पर्ने हुन्छ लाइन तलमाथि। मेरो भाइ आएर डिस्टर्ब गरे बिचमा। केही छैन। मोरीको आधा 8 इंच। घुँडा लम्बाई पूरा लम्बाई प्लस 3 इंच लैजाने। थाईको आधा लैजानु पर्ने हुन्छ। घुँडामुडी 17 को आधा लैजाने। सेप स्केल लगाउनु पर्ने हुन्छ। अगाडि पाटामा पनि सेप स्केल लगाउनु पर्ने हुन्छ। अगाडि पाटाको ड्राफ्ट भइसक्यो। 1 इंच तल डाउन गर्नुपर्ने हुन्छ। अब कटिङ गर्नुपर्ने हुन्छ। यसरी मजाले स्टेप बाई स्टेप कटिङ गर्नुपर्ने हुन्छ। थोरै कटिङ बाङ्गो भयो भने सिलाइ पनि बाङ्गो गइहाल्छ। त्यही भएर कटिङ चाहिँ स्ट्रेटै चाहिन्छ।
अब मैले पछाडि पाटा काट्न गइरहेको छु। कपडालाई सिधा तल पार्नुपर्ने हुन्छ। सिधा स्केल तान्नुपर्ने हुन्छ। थोरै आधा इन्च हिपमा उता प्लस सिलाइको लागि तान्नुपर्ने हुन्छ। प्लस 2 इन्च प्लस 1.5 इन्च सेभ स्केलले मार्जिन तान्नुपर्ने हुन्छ। एक्स्ट्रा मार्जिन लिनुपर्ने हुन्छ। कतिपय समयमा मान्छे मोटाएर सिट चाहिन सक्छ, त्यतिखेर सिटको म्यानेज गर्छ। सिट रहेको छ 25, साढे 12। अब कम्मरको चौथो भाग प्लस 1 इन्च प्लस 2 इन्च। 1 इन्च चाहिँ डटको लागि, 2 इन्च चाहिँ फोल्डको लागि। सिधा स्केल थोरै टेढो स्केल सेप मिलाउनु पर्ने हुन्छ। टक्क पारेर हातले 2 इन्च पकेटको लागि, 5 इन्च पकेट, 2.5 इन्च सिधा 4 इन्च डाउन गर्नुपर्ने हुन्छ डटको लागि। यति गर्दा पछाडि पाटाको कटिङ पनि ड्राफ्ट पनि भइसक्यो। अब चाहिँ कटिङ गर्नुपर्ने हुन्छ। भिडियो अलि लामो छ। कतिपय साथीहरूलाई, सिक्दै गरेका साथीहरूलाई यो भिडियोले धेरै ठुलो टेवा पुर्याउन सक्छ। कृपया भिडियो नकटाएर हेरिदिनु होला। एक्स्ट्रा भागलाई मार्जिन लगाएर चुट्का लगाउनु पर्ने हुन्छ। त्यसबाट जाती आउँछ। ब्याक पकेटको चिन्ह, लुप्पी काट्नुपर्ने हुन्छ। लुप्पीको लागि 11.5 इन्च लाग्दा पुग्छ। यति गर्दा फिटिङ प्यान्टको काम सकियो साथीहरू। यस्तै भिडियोको लागि लाइक सब्सक्राइब गरिदिनु होला, कमेन्ट गर्नु होला कस्तो लाग्यो भिडियो।